आन्दोलनमा सिक्री हरायो भनेर जुन चर्चा कमाउनु भएको थियो, सिक्री दाईका नामले परिचित एकजना हुनुहुन्छ। तपाईको शुभ नाम सँगै बताइदिनुहोस् त। हजुर नमस्कार, मेरो राजकुमार ठाकुरी हो। मेरो नाम राजकुमार ठाकुरी हो। मेरो घर सीता पाइला हो। अस्ति 3 कुण्डेमा चाहिँ मेरो सिक्री चाहिँ लुटिएको हैछ। आज चाहिँ के हराउने लुट्ने चाहिँ भएको छैन त्यो बेला। अहिले सबैजना आज चाहिँ राष्ट्रवादी हुनुहुन्छ, त्यही भएर चाहिँ हराएको कसैको पनि छैन। मेरो त छँदै छैन, लुटिहाल्यो। लाउने कुरै भएन, अब सिद्धिहाल्यो। अब मैले लाउने कुरा भएन। अनि अरू साथीहरूको चाहिँ नि घाँटीमा सिक्री भइरहेछ। अहिले राष्ट्रवादी सबैजना हुनुहुन्छ, प्रेसिडेन्टहरू भएको छैन। त्यतिखेर चाहिँ भिजलान्तीहरू पनि छिरिया थिए। त्यतिखेर हजुरले अब भिजलान्तीहरू त्यो चाहिँ के अरे हजुरको चाहिँ रौसीहरू चोड्या थियो नि त हजुर त्यहाँ। त्यस्तै गरेर भिजलान्तीहरू चाहिँ छिरिया थियो त्यतिखेर। अब हामी चाहिँ थाहा भएन त्यतिखेर भिजलान्ती छिरिया छ भनेर। त्यतिखेर मेरो सिक्री लुटियो हजुर। त्यसपछि त तपाईँ धेरै चर्चित हुनुभयो। कस्तो चलिरहेछ अहिले जीवनयापन, कस्तो हुँदैछ? टिकटकमा नि निकै सक्रिय हुनुहुन्छ अहिले पछिल्लो समय। हो हजुरको हो नि। अब टिकटकमा हजुरले चाहिँ टिकटकमा चाहिँ नि साथ सपोर्ट गरिदिनु भयो। मिडिया दाजुभाइहरूले मलाई साथ सपोर्ट गरिदिनु भयो। त्यतिखेर मिडिया दाजुभाइहरू नआउनु भएको भए मेरो सिक्री हराइ हुन्थ्यो। मैले टाउकोमा हाल्दाखेरि यसो बस्नु पर्थ्यो घरमा। म यो आन्दोलनमा पनि आउँथिनँ होला। त्यो पत्रकार भाइले मलाई चाहिँ भाइरल नगरिदिनु भएको भए चिन्ता मात्रै पर्थ्यो। तपाईँले त त्यसपछि टिकटकबाट पैसा कमाएर सिक्री किने, बाइक पनि किन्यो भन्ने हल्ला आयो। हल्ला त आएको थियो हजुर। तर मैले बाइक किनेको हो। मैले पहिल्यै किनेको थिएँ बाइक। अनि टिकटकबाट लाइभमा बस्दाखेरि पैसा पनि खासै त्यस्तो पैसा चाहिँ भएको छैन। कति कमाउनु भयो भनिदिनु। 2 लाख रुपियाँ कमाएँ। 2 लाख रुपियाँ कमाउनु भयो अहिलेसम्म। टिकटकमा मात्रै होइन, टिकटकबाट मात्रै 2 लाख कमाएको होइन। सबै गरेर हजुर त्यो एडभर्टाइजहरू गर्न जान्छु नि त। एडभर्टाइजहरू गर्न जान्छु। त्यसमा सबै जोडेर 2 लाख रुपियाँ भएको छ। अब चाहिँ जम्मा पारेर फेरि बनाउँछु। अब यो आजको यो आन्दोलनको कुरा गरौँ केही बेर होइन। अब यो सरकारले चाहिँ राजावादी आन्दोलनमा नजानु भन्नुभएको छ। तपाईँ त एउटा त्यसैको पीडित पनि त्यहाँ गएर सिक्री पनि हराउनु भयो। हजुर किन आइरहनु भएको छ यसरी पटक यो आन्दोलन? म राजाको लागि चाहिँ नि म राजा